आज पनि ओलीको यो गन गाली क्षुद्रता आजको समाजले पचाउँछ अब पचाउँदैन नि त त्यसपछि म त कमरेड ओलीको यो प्रतिक्रियामा जति धेरै ऊ आएको छ नि यो मिडियाहरू जति तरङ्गित भएका छन् नि मलाई त यो हुनु पर्दैन जस्तो लाग्छ कमरेड ओली त अब गुन्डुमा थन्किनु भएको छ कमरेड ओली अब सत्तामा आउनुहुन्छ कमरेड ओली अब शक्तिमा आउनुहुन्छ एमालेमा जसरी उहाँले हलो अड्काइराख्नु भएको छ नि यो त अझ हाम्रो अधोगति हो एमाले नामको जुन अर्गनाइजेसन छ म जस्तो मान्छेहरूले पनि एमालेमा जति समय खर्च गर्यौं जति शक्ति खर्च गर्यौं जति हाम्रो सृजनशीलता जे थियो जस्तो यो सराउन्डिङले दिएको जे कुरा थियो हैन यो गिभन कन्डिसनमा हामीले जे प्राप्त गरेका थियौं हामी त त्यही भित्र अभ्यासरत थियौं नि त म आज पनि एमालेको चाहिँ अलिकति पुनर्गठन होस् हैन ओलीले छोडुन् ओलीले छोडेपछि हामीले भने जस्तो उषा किरण तिमसेनाको पुस्ताले भने जस्तो म भन्दा आउँदै गरेको पुस्ताले भने जस्तो एमालेको पछाडि चाहिँ जुन खालको राजनीतिक हुनु पर्थ्यो यो एमाले जस्तो एमालेका प्रति आम जनताको यो आन्दोलनको भूमिगत कालदेखि अहिलेसम्म आउँदा एमालेका प्रति जुन लगानी परेको छ नि समाजको त्यसका हिसाबले चाहिँ त्यति जिम्मेवार उहाँ हुनु पर्थ्यो र आज आउँदाखेरि चाहिँ उहाँ 9 सिट चुनाव जितेको छ तपाईको एउटा राजनीति शास्त्रको एउटा थ्योरी नपढेको तपाईको संगठनका नाममा एक दिन संगठनमा काम नगरेको अनि तपाईको राजनीति गर्छु भनेर दुनियाका सामने खासै प्रतिज्ञा नगरेको हैन म यो विचार फलो गर्छु नभनेको समाजका प्रति मेरो यी दायित्व हुन् म यस्तो गर्न चाहन्छु भनेर मज्जाले खुलमखुला नभनेको 5 वर्ष राजनीति नगरेका मान्छेहरू आएर चुनाव जितेर प्राइम मिनिस्टर भइसके मिनिस्टर भइसके म भन्दा पछिल्लो पुस्ताका मान्छेहरू थुप्रै सांसद भइसके अनि